खाए यति बेलाका मन्त्रीले चाहिँ जति छ सबै देखाइदिए भन्ने भयो क्या। तपाईँ 25 वर्षको मान्छे छ, 25 वर्ष ट्याक्र्याक्क टेक्या छ, योभन्दा अगाडि कुनै उद्योग गरेका छैन। उसको बिहा गरेर ससुराली कति सुन पठाछ त्यो पनि एकचोटि हेरौँ। त्यो सुन किनेकै खोज्न सकिन्छ नि, खोज्नुपर्छ नि त। अब त के उहाँहरूले सम्पत्ति कमाउनु नै गलत हो त? सुन त सिटीमै पाइँदैन होला नि। सुन सिटीमै पाइन्छ? पाइँदैन। सुन किने भए पसलमा कर तिरे प्रमाण पनि हुन्छ। तर काम गरेर सम्पत्ति कमाउन त मिल्छ होला नि। मजाले पाइन्छ। तर 25 वर्ष नाग्दै ननागेको मान्छेले कति काम गरे होला, कतिवटा उद्योग होला, कतिवटा कमा होला, त्यो कुरा चाहिँ तपाईँहरूले खोज्नु थाल्नु पर्यो। ल पुग्यो मेरो भने भर्खर नौजवान उमेरको मान्छेले ऊ 20-21 वर्ष त ऊ कलेजमै पढिरहेको हुन्छ। ऊ त बाबुआमासँग हात थापेर खर्च मागिरहेको हुन्छ होइन। त्यसो भएको हुनाले जेनजी आन्दोलनले यस्तो उथलपुथल बनाइदियो जहाँ सम्पत्ति कमाउन सक्दैन भने होइन, एकदम सक्छ, सम्पत्ति कमाउन सक्छ। म तपाईँहरूसँगै अनुरोध गर्छु त्यो कमा चाहिँ कहाँबाट हो भनेर देखाइदिनु, खोज्नु पर्यो। तपाईँहरूले खोज्नु पर्यो ल।